हिन्दू हुन्छन् त्यहाँ शान्ति र सद्भाव हुन्छ। असत्यलाई निरुत्साही गर्दै सत्य स्थापित हुँदै जान्छ भन्ने उक्तिको चर्यार्थ गर्दै विश्वमा उत्पन्न तनाव, विवाद र संघर्षको स्थितिलाई न्यूनीकरण गर्न आह्वान गर्दछु। हाम्रो साझा र एकताबद्ध प्रयासले मात्र विश्वको शान्ति, सभ्यता, मानवता, मानवोचित व्यवहार र समृद्धिको जगेर्ना गर्न सक्दछ। आज विश्वमा प्रकृतिले भोगेको विपन्न र असन्तुलनलाई सम्बोधन गर्ने दायित्वबाट मानव जाति पन्छिन सक्दैन। हाम्रो दर्शनले हामीलाई त्यसको संरक्षणको दायित्व सुम्पिएको छ। दर्शनबारे कोरा बहस हाम्रो लक्ष्य होइन र हुनु पनि हुँदैन। यस दर्शनबाट हामी कसरी निर्देशित हुने, जीवन र जगत अनि राष्ट्रप्रति हाम्रो दायित्व के हुने, यी विषय आजको सन्दर्भमा अझ बढी गम्भीर बन्न पुगेको छ। हाम्रो दर्शनले हामीलाई सधैँ अगाडि बढ्न निर्देशित गर्दछ, तर व्यवहारमा निषेधको राजनीति आदि अगाडि बढाइन्छ भने त्यसले राष्ट्रमा असन्तुलन निम्त्याउँदछ। असन्तुलनले उपेक्षा जन्माउँदछ र उपेक्षितहरूमा विद्रोह जन्मिन सक्दछ। आजको यो स्थिति र हाम्रो दर्शन बीच हामीले आफूलाई राखेर हेर्न सक्यौं भने यथार्थलाई स्वीकार्न र परिस्थितिलाई सुधार्न सहज हुनेछ। अन्त्यमा बहुजन हिताय बहुजन सुखाय यो मूल मन्त्रमा आत्मसात गर्दै अगाडि बढ्नुको हामीसँग विकल्प छैन। हामी सबै सनातनी ओमकार परिवारहरू यही साध्य प्राप्तिका लागि कर्मठ प्रयासमा जुटौं।